कुनै दिन तपाईँलाई पखाला लाग्छ, कुनै दिन तपाईँलाई कब्जियत हुन्छ, तपाईँको उमेरसँग मतलब होइन, तुरुन्तै डाक्टरको जानु पऱ्यो। किन यो चाहिँ तपाईँको लेफ्ट कोलनको सबभन्दा पहिलो देब्रे आन्द्रोको क्यान्सरको पहिलो लक्षण हुनसक्छ होइन। त्यसैले त्यो चाहिँ तपाईँ जानैपर्छ। तर तपाईँलाई पखाला लागिरहेछ भने अब गएर तुरन्त दबाई पसलमा गएर जुन 2टा इमोडियम खाएर फेरि पेट ढुस्स भएर कब्जियत हुनेतिर लानु हो, त्यो गलत हो। कतिपय कन्स्टिपेसन के अरे डायरिया, भाइरल डायरिया हुनसक्छ। तपाईँले दही खाएर मात्रै पनि निको हुन्छ, त्यो दही मात्रै खाएर पनि निको हुन्छ, या कुनै प्रोबायोटिक खाएर निको हुन्छ। सकभर एन्टिबायोटिक नखानुहोस्। कुनै अब तपाईँलाई ब्लिडिङै भयो, डिसेन्ट्री भयो, एन्टिबायोटिक चाहिँ खानु पऱ्यो। या अब तपाईँलाई जति गरे पनि तपाईँको डायरिया कन्ट्रोल भइरहेको छैन भने नेपाल हो, कलरा पनि हुनसक्छ। अहिले भर्खर वीरगन्जमा आउटब्रेक भयो, त्यो जचाउनु चाहिँ एकदमै जरुरी, दिशा जचाउनु जरुरी छ। डायरिया भयो भन्दैमा दबाई खाएर घरमा बस्ने होइन।